आज कामबाट फर्केर आउँदा सेन्ट्रल रेलवे स्टेसनमा सानो क्लिप गर्दै थिएँ। त्यहाँ नजिकै थाइल्यान्डको थाई डे रहेछ, थाई फेस्टिभल, र त्यहाँ हेर्न जानु पर्यो भनेर सेन्ट्रल रेलवे स्टेसन हेलसिङ्की फिनल्यान्डबाट म चाहिँ अहिले थाइल्यान्डको फेस्टिभलमा हेर्न जाँदैछु। आउनु साथी, केही अवलोकन गरौँ। यो चाहिँ सेन्ट्रल रेलवे स्टेसनको साइडमा दायाँपट्टि रहेको बस स्टप हो। यहाँ चाहिँ मानिसहरू चाहिँ विभिन्न ठाउँमा, हेलसिङ्कीको विभिन्न ठाउँमा जानको लागि लोकल बसहरू लाग्छ। यो चाहिँ सेन्ट्रल रेलवे स्टेसन अगाडिको बिल्डिङहरू हो। यसमा मानिसहरू किनमेल गर्न आउँछन् र यहाँबाट विभिन्न ठाउँमा जानको लागि बस पाइन्छ। यो चाहिँ काठमाडौँको रत्न पार्क जस्तै हो, फिनल्यान्डको हेलसिङ्की। र आउनु साथी, अब तपाईँहरू हेलसिङ्कीमा आज भएको थाइल्यान्डको फेस्टिभलमा केही अवलोकन गराउन लिएर जान्छु। आउनुहोस्। यो चाहिँ सेन्ट्रल रेलवे स्टेसन वरिपरि रहेका बिल्डिङहरूको साधारण दृश्य हो। हेलसिङ्कीको नगरपालिकाले चाहिँ यसरी समरमा चाहिँ यसरी फुलहरूको चाहिँ गमला, ठुला गमलाहरू चाहिँ यसरी चाहिँ रोडको चाहिँ साइडमा लिएर राखिदिन्छ। यो चाहिँ निकै आकर्षक पनि देखिन्छ र यसमा पानी हाल्ने सम्पूर्ण यसको चाहिँ सुरक्षाको काम चाहिँ हेलसिङ्की नगरपालिकाले गर्छ। यो चाहिँ अति नै आकर्षक हेर्नलाई र चाहिँ मान्छेहरू र यहाँको पर्यटकहरूलाई लोभ्याउनलाई चाहिँ यो चाहिँ आतेनम भन्ने सानो चाहिँ हेलसिङ्की सेन्टरमा रहेको सानो म्युजियम हो। यसभित्र रेस्टुरेन्टहरू छ, विभिन्न किसिमका म्युजियमहरू छन्। यहाँ चाहिँ विभिन्न हिस्टोरिकल थिङ्सहरू छन्। मान्छेहरू चाहिँ पर्यटकहरूलाई चाहिँ खुब आकर्षित गराउँछ। यो सानो म्युजियम हो। ठुलो म्युजियम चाहिँ अन्त साइडमा छ, अलिकति टाढा छ। र यो चाहिँ हेलसिङ्की सेन्टरमा रहेको सेन्टर रेलवे यतापट्टि चाहिँ यो ब्राउन रङको चाहिँ खैरो रेलवे स्टेसनको बिल्डिङ हो। त्यसभन्दा अगाडिका चाहिँ सपिङ मलहरू, ठुला सपिङ मलहरू छन्। र चाहिँ बसहरू चाहिँ यहाँबाट चाहिँ हेलसिङ्कीको विभिन्न ठाउँमा चाहिँ जानको लागि सुविधा छ। आज हेलसिङ्कीमा रहेको यो चाहिँ थाइल्यान्डको फेस्टिभल, थाई फेस्टिभल हेलसिङ्कीमा चाहिँ रहेको थियो। यहाँ चाहिँ सेक्युरिटी चेक भइरहेको छ। भित्र जानको लागि चाहिँ फ्री छ। म पनि भित्र जानको लागि चाहिँ रेडी भएर चाहिँ सेक्युरिटी चेक गरेर भित्र जाँदैछु। र भित्र गएपछि सबै स्टलहरू छ, साइड बसेर खासै खालको चाहिँ यहाँ चाहिँ खाँदा संस्कृतिहरू चाहिँ देखिएन। खानाका संस्कृतिहरू चाहिँ छन्। थाइल्यान्ड चाहिँ विशेष गरेर खानाका संस्कृतिमा चाहिँ धेरै पपुलर रहेछ। विभिन्न किसिमका खानाहरू चाहिँ थाइल्यान्डमा उनीहरूको ट्रेडिसनल खानाहरू चाहिँ बनाएर चाहिँ आउने पर्यटकहरूलाई चाहिँ खुवाएर चाहिँ थाइल्यान्डको चाहिँ एडभर्टाइज विज्ञापन गरेका हुन्। र थाइल्यान्ड चाहिँ घुम्न आउनु भन्ने चाहनाले चाहिँ यो चाहिँ प्रोग्राम सञ्चालन
यस्तै हाम्रो पनि अगस्ट 8मा नेपाली डे भन्ने प्रोग्राम चाहिँ सुरु दिएको रहेछ। त्यसमा चाहिँ सम्पूर्ण नेपालीहरू पनि हामी सहभागी हुन्छौँ र नेपाली डेको बारेमा पनि Papà, questi che tu non è che... भिडियो बनाएर देखाउने प्रयास गर्नेछौँ। यो चाहिँ थाइल्यान्ड फेस्टिभल सुरु भएको थाइल्यान्ड फेस्टिभल थाइल्यान्डको म्युजिकको चाहिँ कन्सर्ट अलिक बेसी बिचमा चाहिँ एकछिनपछि हुँदैछ, तर मान्छेहरू जम्मा नभएको कारणले सुरु चाहिँ भएको छैन र चाहिँ विभिन्न चाहिँ छ। म चाहिँ त्यति बेला चाहिँ बस्न भ्याउँदिनँ, साधारण छ, मान्छे चाहिँ खासै देखिएन, मान्छेहरू बिजी पनि भयो। अब काम भयो शुक्रबारको दिन, शनिबार विकेन्डमा भएको भए अलिकति धेरै बिजी हुन्थ्यो होला, तर आज चाहिँ त्यति मान्छे छैन। मान्छे आएर चाहिँ यहाँ थाइल्यान्डमा विशेष गरेर चाहिँ थाइल्यान्डको चाहिँ खालि खानाको मात्रै प्रमोसन गरेको पाइयो।
चाहिँ अब आज चाहिँ घरमा आएँ, घरमा आएर चाहिँ अब मजासँग कफी खाएर चाहिँ आजको दिन चाहिँ थकेला चाहिँ आराम गर्छु। आजलाई चाहिँ साइन अप है। र भोलि चाहिँ आफै अर्को भिडियोमा भेटौँला। लाइक गर्नु, सब्सक्राइब गर्नु र कमेन्ट पनि गर्नुहोस् है। ल धन्यवाद।